Hey guys, what's up? Good morning है सम्पूर्णलाई ह्यापी मदर्स डे हैन। अब बिहे गरियो के एउटै सासुआमा भयो न त अलि धेरै सासुआमा हेर्न पाइन्थ्यो हैन। के कसो माया ए बच गई रे। हेलो गाइज, अब हामी चाहिँ आज माता तिथि हैन, माता तिथि औँसी हैन के भन्छ नरिसाउ न हौ माया। हामी चाहिँ अब होममेड रसगुल्ला बनाउन जाँदैछौँ। लेट्स सी। यो के हो, फाटेको दुध हो? मेरो भाग्ने छ है। म पनि बनाउन जाँदैछु। लेट्स सी हाउ टु मेक रसगुल्ला फर मदर्स डे। अब कन्ट्याक्ट गर्नु होला 1-2 किलोको कसरी पर्छ यसो बुझ्नु पर्ला। त्यसपछि हामी पनि ठेला लाउनु पर्ला यार हैन। ल ठीक छ, अब म बनाउन जाँदैछु। अहिले देखाउन 1 मिनट। यो हो फाटेको दुध। जस्ट यसलाई चाहिँ चिल्लो बनाउनु पर्छ यस्तो मार्दा गरे हैन। अनि यसलाई गोलो बनाएर अनि चिनीको रसमा अनि उमाल्दिनी, बोइल हाल्दिनी। त्यसपछि हाम्रो हुन्छ रसगुल्ला। तर बहुत मेहनत छ यार। हुँदैछ फाइनली गाइज, हाम्रो यो चाहिँ रेडी भइसक्यो। अब गोला बन्दैछ। अनि यो चाहिँ छ नि यो गोलो चाहिँ चिनी पानी माल्नुपर्छ। त्यसपछि चाहिँ बब्बाल रसगुल्ला यत्रो ठुलो हुन्छ। यो सानो पनि टन्नै छ के अरे आजको काम हैन। त्यस हुँदैछ। अब यो म पनि गोलो बनाउँछु। भयो कि नै भयो पर्छ होला। यस्तो बनाउनु पर्छ, पुरै तेल बाहिर निकाल्नु पर्छ। यसलाई मार्दा भरको एक्सको रिस यसमा उठाउनु पर्छ हैन। यसरी हो। अनि चाहिँ तेल चाहिँ जम्मै बाहिर निस्किन्छ। अनि त्यसपछि बनाउनु मिल्छ बल्ल। अब एकछिन पछि चाहिँ फेरि देखाउँछु है त गाइज। ये देखा नहीं, ये रसगुल्ले बन रहा है। राम्ररी मार्नु पर्छ भने त्यहाँ हात देखाइदे मारेको। बोल न बोल, किन बोल्ने र म सुन्ने होला। ओ उता हेर, उता देखाइदे, उता देखाइदे। भयो अब तातो रसगुल्ले ले। यो त मैले बनाएकोलाई पक्कै पनि क्या मस्त भएछ यार। ओहो देखो रसगुल्ले, होममेड रसगुल्ले यस्तो मस्त छ हैन रसगुल्ले। त्यसपछि खानी हो।